हेलो गाइजहरू, वेलकम टु माई न्यू ब्लग। आज मैले आफ्नो नयाँ गेम खेल्न गइरहेको। हेर्नुहोस्, यो गेममा बहुत मजा आउँछ। यो गेम मलाई बहुत मन परेको गाइजहरू। यसको नाम हो मोबाइल लेजेन्ड। खेल्नुहोस्, आउनुहोस् सँगै खेलौँला। मोबाइल लेजेन्ड आउनुहोस्। ल अब हेरौँ। म स्टार्ट हुन लाग्यो। ल अब म आफ्नो यहाँ कमाल त देखाउनै पर्यो। यो नयाँ गेम हो। यसमा धेरै क्रिएटरहरू खेलेका छन्, जस्तै कि अब्जु भाइ, ज्ञान गेमिङ, राइस्टारहरूले यो गेम खेल्नलाई छन्। म पनि कस्तो छ भनेर अब खेलिदिउँ भनेर आएको। ल अब यहाँ हेरौँ ल कस्तो छ यो। बबाल छ होला। ल यो स्किन हो। यो मैले स्किन ट्रायलको लागि नजाम अब यिनीहरूलाई मार्न। गेम प्ले कस्तो लाग्छ हेर्नु होला। एनिमीहरू पनि आउनन्, फेरि कहाँ गइन्। यिनीहरूलाई मार्नुपर्छ। अनि बेसहरूले यो गेममा फेरि बेसहरूले नपेर्नु हो भने गाईहरू यसो त मार्थ्यो यसो त मारे। अब यो कहाँ गयो यो एउटा अर्को नमुने। यही थियो, यही लुक्यो। बेसहरूले फेरि खतरनाक गर्न सक्छन्। यिनीहरूलाई मारेर हामीले युज गर्नु चाहिँ हाम्रो पावर बढ्छ। यो पनि मरो। अर्को पालि आयो गइसक्यो। यो पनि मरो आउने मर्ने गर्नु होला। फेरि हाम्रो खतरनाक बन्ने सुन्छन् साथीहरू। त्यो साथीले चाहिँ राम्रो काम गरेको किनकि हिल गरेको। त्यसपछि त्यसको पनि पालो आउँछ। त्यसको मैले बेसभित्रै छिरेर हाल्ने। हेर्नु पर्यो कस्तो लाग्छ। सक्नुहोस् है। दुईटी मऱ्यो। यिनीहरूको बेसको आएर हामीलाई खबर गर्नुपर्छ। मेरो गेम प्ले कस्तो लाग्छ हेर्नु। लाइक गर्नु होला। मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गर्नु होला। र म कति नै भन्छु, मेरो युट्युब च्यानलको नाम फेरि हेरी नेपाल भन्न आएछ। सुनिता पनि थियो। र त्यसलाई हेरिदिनु होला। सब्सक्राइब गरिदिनु होला। लाइक सब्सक्राइब गरिदिनु होला। मैले यिनीहरूलाई मार्छु। गेम त विन गरेरै जानु साथीहरू। तर म धेरै मान्छेहरूलाई मारेँ भने यिनीहरूलाई पेर्न पर्छ। गेम फेरि हुनु यस्तो गरेर अब म जानु पर्यो एनिमी मार्न। मलाई लाग्छ सबै स्याबे जाने पाँचवटा मारे। वाइप आउट आने। कस्तो लाग्छ गेम प्ले मेरो। लाइक सब्सक्राइब भन्नु होला। म नयाँ गेम सुरु गरेको गेम फेरि पाँचवटालाई मारे क्या साथीहरू। म भन्छु नि त फेरि फेरि अर्कोलाई स्याबे जान्छु। गेम प्ले त मेरो खतम छ।
अब यहाँ हामीहरूको आफ्नो बेसमा जानु पर्यो मेरो किनकि मेरो हेल्थ हेर्नुहोस् न यिनीहरूलाई मारेर फुल गरेर हुन्छौँ एनिमीहरू पनि डराउँछन् कि फेरि मलाई मार्यो फेरि एउटाले ट्रिपल किल गरेर भनी आए मर्यो अब यो बेसलाई फुटाल्न जानु पर्यो यो 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 लास्ट बस छ नि यसलाई फुटाल्नु पर्यो हामीहरूले गेम जित्तिन्छ ल अब हेर्नुहोस् है ल अब यसलाई फुटाल्नै पर्यो धेरै लामो भयो होला भिडियो मेरो युट्युब च्यानलमा हुन्छ हेर्नु होला गएर ल अब जम 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 साथीहरूलाई मद्दत पनि गर्ने मार्नु पर्यो तिनीहरूलाई त मारियो ए यतै यहाँ छैन न अब यहाँ हेर्न सेती कतिवटा काम त्यतिलाई त खाएँ एउटा फेरि उहाँ डराइसक्यो ए म मर्नेबाटै जो बाँचेकै छ अरे अब यसमा मलाई मार्छ नै ला हिल गर्ने गरी फेरि म वान सट हानिदिन्छु नि त मसित पंगा लिन्छ नि अब यिनीहरूको बेस आधा जति खतम गरिसक्यो जहाँ अब किल गर्न जानु पर्यो ठिकै बसेर त भएन यहाँ छन् भन्छ मरिहाल्छ स्याभेज पनि हानेरै साथीहरू छैन फेरि उता फेरि तिनी सानसानो बुढाबुढीहरू अड्किन्छ जान दिँदैन नि त यो केटाले मोर क्या हो गई चलो इंजरी गरेर भनी मर्छु फेरि 8 मिनेटको भयो गेम फेरि हल्काइने बेस चाँडै नफुटाले बार फेरि हाम्रो गेम भइदै भिन्न के बेस पनि चार्ज भइसकेछ कि आधा जति भएको उल्टा चार्ज भएरमा ठुलो भइसकेछ हाम्रो त सबैलाई मारेछन् कि म मरेको त यिनीहरू त 1 मिनेट पनि बच्न सक्दैनन् क्या है साथीहरू भन्दिनु होला अब यिनीहरू किन्न पर्छ ल म बाँचे अब हेर्नुहोस् तपाईको दाइ भाइ जे भने पनि गेम प्ले हेर्नुहोस् यिनीहरूलाई मार्न यिनीहरूलाई जान्न भन्नु पनि सक्नुहुन्छ मेरो भाषामा त म दानवै भन्छु तर तपाईँहरूको भाषामा के भन्नुहुन्छ थाहा भएन ल ल अब म विनाशकारी फाइट भयो म बिचमा घुसिदिन्छु गाइसहरू जे भयो हुन्छ मिडिया त हाने अब ऊ हान्ने भने ल स्याभेज पनि हाने वान बी वाइप आउट त म भर्खरै हानिदिन्छु क्या वाइप आउट हाने त आफ्नो साथीहरूलाई पनि अब गाइसहरू उसलाई मारेर चाहिँ अब मरिहाले हाम्रो सेनाले जित्छन् कि भनेको यति हेर्नु छोड्यो भने
यति हेल्थमा बाँच्यो कि यो बेस पनि अब यो थोरै 1-2 सट हान्ने बित्तिकै मर्छ यो बेस पनि जान्छ तर मलाई मारे नि यिनीहरूको बेसले फेरि हामीलाई ड्यामेज दिन्छ त्यतिकै निशाना बुराबुरीसित नगइपार त्यही भएर हामीहरू तिनीहरू सँगसँगै जानुपर्छ हो ल म फेरि नि बुराबुरीसित जान पर्यो चाँडै जानु पर्यो तपाईँहरूले पनि ट्राई हान्नुलाई हो गेम कस्तो लाग्छ भनेर सानो पुन्ट हुन्छ तर आइहाल्छन् कि कहाँ घुमी मरिहाल्यो रे मेरो आधी त मरिहाल्छन् कि गाइसहरू विनाशकारी फाइदा गाइसहरू हेर्नु ल सबै मरिहाल्यो नि त त्रिपल किल हाने मैले फेरि वर्कआउट पनि भएन मेरो तिनीहरूको बेसमा त अब बाँच्न सक्दैन त बेस त्यही पनि अब म अब जानु पर्यो यिनीहरूको बेस कहाँ छन् नि यहाँ छन् कि पिसीहरू फेरि यहाँ हाने गाइसहरू ल जित्यो गाइसहरू ल मेरो यो भिडियो कस्तो लाग्यो तपाईँले भनिदिनु होला आफ्नो अनुमानसहित लाइक सब्सक्राइब गरेर जानलाई हेरेपछि ल बाई